नमस्कार जतिश भाइ। नमस्कार बाबु। बस्नुहोस्। जतिज्यू, त्यो कालिका माध्यमिक विद्यालय जाने बाटो थाहा छ हजुरलाई? बाबु सुन्नुहोस्, तपाईँ यहाँबाट पर जानुहोस् होइन, त्यहाँ 3टा बाटो आउँछन्, बिचको बाटो लाग्नुहोस्। अलिक पर गइसकेपछि 3टा मन्दिर आउँछन्, बिचको मन्दिरको बाटो जानुहोस्। अनि त्यसपछि अलिक पर गइसकेपछि 3टा चौपारी आउँछन् बाबु, त्यो बिचको चौपारी हुँदै जानुहोस्। त्यसपछि फेरि बिचको चौपारी हुँदै गइसकेपछि 3टा टोल आउँछन् बाबु, त्यो बिचको टोलबाट जानुहोस्। अनि बिचको टोलबाट जाँदै त्यहाँ 3टा धारा आउँछन्, बिचको धाराको छेउबाट जानुहोस्। 100 जति पर गइसकेपछि 3टा घर आउँछन् बाबु, बुझ्नु नि, 3टा घर आउँछन्, त्यो बिचको घरमा जानुहोस्। अनि त्यो बिचको घरमा चाहिँ 3टा ताला छन्, त्यो बिचको तालामा छिर्नु। बिचको तालामा 3टा कोठा छन्, बिचको कोठा चाहिँ जानुहोस्। त्यहाँ 3टा दराज छन्, बिचको दराज खोल्नु होला। त्यहाँ 3टा ऱ्याक छन्, बिचको दराजमा 3टा खाना छन्, बिचको खाना खोल्नुहोस्। त्यहाँ 3टा किताब छन् बाबु, त्यो बिचको किताब चाहिँ त्यो गीता हो। त्यो गीताको कसम खाएर मैले भन्न सक्छु बाबु, त्यो तपाईँले सोधेको ठाउँ मलाई थाहा छैन बाबु, थाहा छैन मलाई।